हेलो गाइज, वेलकम ब्याक इन अदर न्यू ब्लग। तपाईहरुलाई सन्चै होला, आरामै होला भन्ने सोचिरहेको छु। आज चाहिँ मैले स्लोभाकियाको मेडिकलको बारेमा धेरैले सोध्नु भएको थियो, अनि त्यही भएर मेडिकलको बारेमा चाहिँ अलिअलि केही भन्नु कि भनेर विचार गरेको भएर चाहिँ आज मैले मेडिकलको बारेमा भिडियो बनाइदिन्छु। मैले चाहिँ अब कपाल पनि अलि बिग्रियो कि क्या हो, ठिकै छ जे भए पनि। मैले चाहिँ मेडिकलको बारेमा चाहिँ अलिकति जानकारी दिनु पर्दाखेरि चाहिँ खासमा नेपालबाट आउँदाखेरि चाहिँ मेडिकल खासै गर्नु पर्दैन। इन्डियाबाट इन्सुरेन्स गरिसकेपछि तपाईँको भिजा आयो, भिजा आइसकेपछि तपाईँ यहाँ आउनुहुन्छ। यहाँ आइसकेपछि पनि तपाईँको भिजा सन्जेललाई चाहिँ खासै के अरे यो मेडिकल गर्नु पर्दैन क्या। मेडिकल चाहिँ कतिखेर गर्न लाउँछ त भन्दाखेरि प्रायः कम्पनीहरूले चाहिँ तपाईँको कि त टिआरसी एप्लाई गर्ने बेलामा मेडिकल गराउँछ, कि भने टिआरसी एप्लाई भइसकेपछि चाहिँ पुलिस अफिसले चाहिँ के गरेको हुन्छ त भन्दाखेरि 1 महिनाभित्रमा चाहिँ पुलिस टिआरसी आइसक्यो 1 महिनाभित्रमा चाहिँ मेडिकल गरेर बुझाउनु भनेर रिकमेन्ड चाहिँ गरेको हुन्छ। तर तपाईँले त्यही 1 महिनाभित्रमै बुझाउनुपर्छ भन्ने पनि छैन है। तपाईँले चाहिँ वर्षको एकचोटि अथवा 6 महिनामा एकचोटि त्यो चाहिँ कम्पनीको रुल्स अनुसार काम अनुसार के काम हुन्छ त्यही अनुसार चाहिँ कम्पनीले अब कहाँ तोकेको हुन्छ अथवा कम्पनीले कहाँ लान्छ त्यहीँ गएर चाहिँ मेडिकल गर्ने हो। त प्रायः जस्तो चाहिँ प्रायः सरकारी हस्पिटलमा लाने अथवा प्राइभेट मेडिकल हलतिर लगेर चाहिँ तपाईँको चाहिँ मेडिकल गराउँछ। मेडिकलमा चाहिँ अब विशेष गरी के चेक हुन्छ, के कुरा के को बिरामी भएको मान्छेले चाहिँ मेडिकलमा फालेर यहाँ आएर चाहिँ काम गर्न पाउँदैन अथवा काम गर्न दिँदैन कम्पनीले भनेर धेरैजनाले सोध्नु भएको थियो। त्यसको लागि चाहिँ युरोपमा चाहिँ के हुन्छ त भन्दाखेरि यो सेन्जेन एरियाभित्रमा चाहिँ तपाईँलाई जुनसुकै रोग लागेको भए तापनि कम्पनीहरूले चाहिँ यो रोग लागेको भएर चाहिँ यो मान्छेलाई चाहिँ काम गर्न दिन मिल्दैन, काम दिँदैन भनेर चाहिँ विभेद गर्न पाउँदैन है। त्यही भएर तपाईँलाई जुनसुकै रोग लागेको होस्, चाहे त हेपाटाइटिस बी होस्, हेपाटाइटिस सी होस्, ए होस्, जेसुकै होस् मतलब भएन, तपाईँलाई चाहिँ कम्पनीले हायर गरेर लिएर आएको छ भने चाहिँ तपाईँलाई काम लाउन पाउँछ। तर के हुन्छ त भन्दाखेरि तर कुरालाई चाहिँ अलिकति मिस्टेक फरक पर्छ है। के त भन्दाखेरि तपाईँले यदि तपाईँको कम्पनी चाहिँ तपाईँलाई जस्तै हेपाटाइटिस बी भएको छ अनि क्षयरोग भएको छ, क्षयरोग अथवा टिबी भनौँ न, अहिले इङ्ग्लिसबाट टिबी भन्छ क्या अरे, टिबी भएको छ भने चाहिँ त्यो बेलामा चाहिँ के हुन्छ त भन्दाखेरि तपाईँको जस्तै तपाईँ हस्पिटल लाइनमा आउँदै हुनुहुन्छ काम गर्नको लागि, अनि त्यसपछि फुड एन्ड बेभरेज भन्नाले यो खानेकुरा बनाउने कम्पनी, प्याकिङ कम्पनी, खानेकुरा प्याकिङ है, फेरि अरू प्याकिङ भनेर प्याकिङ पनि त थुप्रो थरीको हुन्छ नि त। यो खानेकुरा प्याकिङ, अनि त्यसपछि तपाईँको जुसको आइटमहरू भयो, अनि त्यसपछि औषधि बनाउने, यस्तो मान्छेको हेल्थसँग चाहिँ प्रत्यक्ष जोडिने खालको काममा पर्नुभयो भने चाहिँ तपाईँलाई चाहिँ अब क्षयरोग लागेको छ, टिबी, क्षयरोग भन्दाखेरि टिबी भनौँ न, टिबी भन्दाखेरि धेरैले बुझ्नुहुन्छ, टिबी लागेको छ, हेपाटाइटिस बी, हेपाटाइटिस ए, एचआइभी भएको छ भने चाहिँ तपाईँको चाहिँ अब जस्तै फुड एन्ड बेभरेजको काम, हस्पिटलमा अब क्लिनिङ सिलिङ यतामा आउनुहुन्छ भने, अनि त्यसपछि अब कतै केयर हाउस जस्तै हुन्छ नि त, बुढाबुढी हेरचाह गर्ने त्यस्तोकोमा चाहिँ तपाईँलाई टिबी लागेको छ, क्षयरोग लागेको छ, त्यो भनेको 2 राउन्ड एउटै भयो, टिबी लागेको छ। अनि त्यसपछि तपाईँलाई चाहिँ जस्तै सर्ने खालको रोगहरू जस्तै एचआइभी एड्सहरू भयो, अनि त्यसपछि हेपाटाइटिस बी, ए, सी के हुन्छ नि, यो लागेको छ भने त्यो क्षेत्रमा चाहिँ काम गर्न पाउँदैन है। जस्तै तपाईँले होटलमा काम गर्नु पाउनु भएन, हस्पिटलमा काम गर्नु पाउनु भएन, केयर सेन्टरतिर काम गर्नु पाउनु भएन, फुड एन्ड बेभरेज अथवा अरू केही खानेकुरा प्रडक्ट गर्ने त्यस्तोतिर पनि काम गर्न पाउनु भएन। त्योभन्दा बाहिरको अरू जुनसुकै सामान प्याकिङ गर्ने होस्, जस्तै तपाईँले कतै अब फलामको जाली बनाउने काम गर्नुहुन्छ, त्यतातिर पाइयो काम गर्नलाई, त्यता जुनसुकै रोग लागेको भए पनि फरक पर्दैन है। तपाईँको केही गरी मेडिकल चेकमा चाहिँ जस्तै छातीमा दाग देखियो, टिबी देखियो भने चाहिँ त्यस्तै काम गरिरहनु भएको छ भने पनि डक्टरले चाहिँ तपाईँले चाहिँ अब काम गर्नै सक्नुहुन्न भन्ने स्थिति छ भने चाहिँ डक्टरले चाहिँ के गर्छ त भन्दाखेरि तपाईँलाई चाहिँ बिदा सिफारिस गरिदिन्छ। त्यो बिदा सिफारिस गरिसकेपछि चाहिँ तपाईँको इन्सुरेन्स गरिदिएको हुन्छ कम्पनीले। त्यो इन्सुरेन्सले चाहिँ तपाईँलाई जस्तै तपाईँ 7 दिनसम्म चाहिँ यहाँको गभर्मेन्टको हिसाबले चाहिँ के त भन्दाखेरि इन्सुरेन्स पनि छैन भने पनि तपाईँले 7 दिनभित्रमा चाहिँ 7 दिनसम्म चाहिँ वर्षको 7 दिन चाहिँ बिदा पाउनुहुन्छ है, सरकारी बिदा, बिरामी बिदा भनेर है, नेपालमा पनि दिन्छ नि। त्यस्तै 7 दिनसम्मको चाहिँ भ्यालिडिटी हुन्छ, किन भन्दाखेरि त्यो चाहिँ 7 दिनसम्म चाहिँ तपाईँले फुल स्यालेरी पाउने गरी नै बिदा लिन पाउनुहुन्छ है त, बिरामी बिदा। अनि त्यो बाहेकको अरू चाहिँ कस्तो हुन्छ त भन्दाखेरि जस्तै तपाईँ चाहिँ 1 महिना जति चाहिँ अब टिबी लागेको छ, 1 महिनासम्म चाहिँ तपाईँलाई अलिक कमै भएन भने पनि के हुन्छ त भन्दाखेरि जस्तै 1 महिनासम्म चाहिँ तपाईँले मजाले घरमै बसेर रेस्ट गर भनेर तपाईँलाई डक्टर रेकमेन्ड दिएको छ। त्यो पेपर चाहिँ तपाईँले के गर्नु पर्यो त
आफ्नो कम्पनीमा लगेर बुझाउनु पर्यो अथवा एजेन्सीलाई बुझाउनु पर्यो। त्यो पेपर चाहिँ अब के गर्छ त एजेन्सीले, अनि त्यसपछि कम्पनीले चाहिँ तपाईँलाई चाहिँ यो प्रब्लम भएको छ भनेर चाहिँ इन्सुरेन्स कम्पनीमा बुझाइदिन्छ। इन्सुरेन्स कम्पनीमा बुझाइदिइसकेपछि चाहिँ के हुन्छ त भन्दाखेरि तपाईँको इन्सुरेन्स कम्पनीले चाहिँ तपाईँले बेसिक यहाँको गभर्मेन्टले तोकेको 816 बराबरको चाहिँ दिनगन्तीको हिसाबले चाहिँ तपाईँलाई ठ्याक्क तपाईँको महिना मरेको 2-4 दिनपछि चाहिँ तपाईँलाई घरमा पेपर आउँछ इन्सुरेन्सबाट। तपाईँको चाहिँ यो यति दिन काम जान नसक्यो, यति दिन बिदाको पैसा चाहिँ आएको छ, यो लिएर चाहिँ यहाँको पोस्ट अफिस जानु भनेर भन्छ क्या। पोस्ट अफिस गइसकेपछि के गर्छ त भन्दाखेरि त्यहाँबाट चाहिँ तपाईँलाई चाहिँ ब्याङ्कमा डिपोजिट गरिदिन्छ है। डिपोजिट गरिदिन्छ, त्यसको 3-4 दिनपछि चाहिँ तपाईँको अकाउन्टमा पैसा आउँछ। त्यस्तै अनि अर्को चाहिँ अब जस्तै नेपालमै तपाईँलाई मेडिकल गर्न लागेको छ अनि तपाईँको चाहिँ टिभी देखेको छ, अनि त्यही अवस्थामा चाहिँ अब कम्पनीले अब यो उहाँ गरेर नै बिरामी पर्छ भन्ने हिसाबले ल्याउन चाहेन भने चाहिँ छुट्टै गरेछ। नत्र यहाँ स्लोभाकियामा आइसकेपछि तपाईँलाई मेडिकल प्रब्लम भयो भन्दैमा चाहिँ कम्पनीले निकाल्ने, कामै नदिने, टिआरसी कार्ड नभन्ने, यता चाहिँ भन्ने हुँदैन है। मेडिकलमा चाहिँ तपाईँलाई जुन चाहिँ रोग देखेको होस् मतलब भएन, हस्पिटलले सिफारिस गरिदिन्छ तपाईँलाई कस्तो खालको बिदा चाहिने हो त। अब फुल 1 महिनाको बिदा चाहिने हो कि 5 दिनको बिदा चाहिने हो कि, अब तपाईँ 5 दिन बिरामी पर जान सक्नु भएन कम्पनी, 5 दिनको पेपर तपाईँले कम्पनी अथवा एजेन्सीलाई पेस गर्नुभयो। त्यसपछि चाहिँ डक्टरले के भनेर पेपर लेखेको छ भन्दाखेरि जस्तै म 5 तारिकबाट बिदा भएँ, कम्पनी जान सकिनँ, 5 तारिक म हस्पिटल गएँ। तपाईँ हस्पिटल चाहिँ 5 तारिकदेखि कम्पनी जानुभएको छैन भने 5 तारिक नै हस्पिटल चाहिँ जानैपर्छ है। जसरी पनि जानु भएन भने के हुन्छ त भन्दाखेरि तपाईँको त्यो दिनको पैसा चाहिँ आउँदैन क्या फेरि। त्यही भएर तपाईँले 5 तारिकदेखि बिरामी हुनुभएको छ भने 5 तारिक नै जानु पऱ्यो हस्पिटल चाहिँ। अनि 5 तारिकमा जानुभयो, 5 दिनको लागि चाहिँ तपाईँलाई डक्टरले यो चाहिँ काम गर्न सक्दैन भनेर तपाईँलाई पेपर लेख्दै रेस्ट पेपर बनाइदियो। त्यो पेपरको नाम हुन्छ है के पो थियो, एनओडी त्यस्तै के भन्ने, त्यस्तै पिपिपी के त्यस्तै थियो, एक्ज्याक्ट मलाई चाहिँ याद भएन अहिले। मैले साथीहरूको चाहिँ हेरेको थिएँ, त्यहीबाट थाहा पाएको मैले पनि। अनि 5 तारिकबाट तपाईँ बिरामी भन्नुभयो, 5 तारिक चाहिँ तपाईँले कम्पनीमा चाहिँ म हस्पिटल जाँदैछु भनेर लिभ लिनुभयो भने चाहिँ के गर्नुपर्छ भन्दाखेरि तपाईँले 5 तारिकमा गएर आइसकेपछि चाहिँ तपाईँलाई डक्टरले पेपर लेखिदिएको हुन्छ क्या। डक्टरले सोध्छ काम गर्न सक्छ कि सक्दैनस् भन्छ, सक्दैन भनिसकेपछि डक्टरले तपाईँलाई पेपर बनाइन्छ एउटा। त्यो पेपर चाहिँ तपाईँले आफ्नो कम्पनी एजेन्सीलाई दिनुभयो भने 10 तारिकसम्मको लागि तपाईँलाई बिदा दिएको छ। अनि त्यसपछि 10 तारिक चाहिँ फेरि आउनु भनेर बोलाउँछ क्या डक्टरले। 10 तारिक फेरि आउनु, त्यो दिन चाहिँ एक्सटेन्सन चाहिएको छ कि बिदा थप गर्नु परेछ कि अब त्यो भोलिपल्टबाट चाहिँ तपाईँ काम जान सक्नुहुन्छ, त्यो चाहिँ हेर्नुपर्छ क्या आफैले। अब तपाईँ 10 तारिकसम्मको बिदा डक्टरले लेखिदिएको छ, म 10 तारिकबाट चाहिँ अब काम जान सक्छु भने चाहिँ तपाईँ जानु परेन, गएर हस्पिटल गइरहनु परेन। अब त्यो 10 तारिकसम्मको बिदा तपाईँको स्वीकृत भएको हुन्छ, कम्पनीले स्यालेरी पनि हालिदिन्छ। तपाईँको वर्षको 7 दिनभन्दा क्रस भइसकेको छ भने इन्सुरेन्समा पेस गरिदिन्छ उनीहरूले, इन्सुरेन्सले पैसा पे गर्छ तपाईँलाई। त्योभन्दा बढीको चाहिँ तपाईँको 7 दिनभन्दा कमै छ भने चाहिँ फुल स्यालेरी कम्पनीले आफैले पे गर्छ तपाईँलाई, त्यो प्रब्लम भएन। अनि त्यसपछि 10 तारिक चाहिँ तपाईँ अब यो 10 तारिक पनि म जान सक्दिनँ, काम मलाई गाह्रो भइरहेछ भन्ने हिसाबले चाहिँ फेरि हस्पिटल जानुभयो भने चाहिँ के हुन्छ त भन्दाखेरि हस्पिटलमा गइसकेपछि एक्सटेन्सन के भन्छ ठ्याक्कै इङ्ग्लिस वर्ड चाहिँ आएन, बिदालाई चाहिँ प्लस गर्ने भन्ने हुन्छ क्या, बिरामी बिदा चाहिँ प्लस गर्ने भनेर हुन्छ। फेरि अर्को पेपर दिन्छ, अब कति दिनको लागि, अब 5 दिनको लागि, 10 दिनको लागि, 15 दिनको लागि, कति दिनको लागि रेस्ट चाहिएको छ डक्टरले हेर्छ, त्यही अनुसारले तपाईँलाई चाहिँ अनि बनाइदिन्छ है। फेरि तपाईँलाई फेरि बनाइदिन्छ, त्यो फेरि तपाईँले कम्पनीलाई बुझाउनु पऱ्यो। कम्पनीलाई बुझाइसकेपछि तपाईँको अब 7 दिन प्लस भइसकेको छ भने चाहिँ कम्पनी अथवा एजेन्सीले चाहिँ इन्सुरेन्समा क्लेम गर्छ। इन्सुरेन्समा क्लेम गरिसकेपछि तपाईँको चाहिँ खातामा पैसा आउँछ है त। तपाईँको यो महिना क्रस भइसकेको 5-10 दिनभित्रमा चाहिँ तपाईँको रुममा पेपर आइपुग्छ। अब कम्पनीले तपाईँको इन्सुरेन्स अफिसलाई क्लेम गरेको छ भने, क्लेम गरेको छैन भने त आएन, फेरि त्यो चाहिँ कम्पनीलाई आफूले पेपर पनि पठाउनु पऱ्यो बकाइदासँग। त्यो भइसकेपछि चाहिँ इन्सुरेन्सले पे गर्छ, किन भन्दाखेरि नत्र हामीले यत्रो इन्सुरेन्स तिरेको, इन्सुरेन्सको पैसा, हेल्थ इन्सुरेन्स अनेक थरी तिरेको हुन्छ। त्यही भएर है यदि तपाईँहरू स्लोभाकिया आइसक्नु भएको छ अनि तपाईँहरूको टिआरसी कार्ड बनेको छैन, अनि मेरो त टिआरसी कार्ड बनेको छैन, केले चाहिँ हेल्थ इन्सुरेन्स गर्न मिल्छ त भन्ने, हेल्थ इन्सुरेन्स कहाँ हुन्छ त भनेर सोध्नुहुन्छ भने टिआरसी कार्ड छ भने चाहिँ टिआरसी कार्डमा चाहिँ के हुन्छ त भन्दाखेरि तपाईँको नर्मल्ली हस्पिटलमा देखाउँदाखेरि काम लाग्ने, जस्तै नेपालमा पनि इन्सुरेन्स छ नि त अहिले, जस्तै गभर्मेन्ट हस्पिटलमा यो ठाउँमा गयो भने चाहिँ तपाईँले चाहिँ पैसा तिर्नु पर्दैन अथवा यति % डिस्काउन्ट यस्तो भन्ने हुन्छ नि त। एउटा चाहिँ त्यो खालको चाहिँ के हुन्छ त भन्दाखेरि टिआरसी कार्डमै चिप टाँसेर आएको हुन्छ कि चिप्स हो, त्यही टिआरसी कार्डले चाहिँ के गर्छ त भन्दाखेरि यहाँको गभर्मेन्ट हेल्थ इन्सुरेन्सको काम गर्छ क्या। त्यो चाहिँ अब स्वास्थ्य बिमा भन्छ नि नेपालमा पनि त्यस्तै काम गर्छ टिआरसी कार्डले नै। अनि त्यो चाहिँ तपाईँले हस्पिटलमा पैसा पेमेन्ट गर्नु पर्दैन, अनि
तपाईँले चाहिँ औषधिहरू किनेको चाहिँ पैसा पेमेन्ट गर्नुपर्छ अथवा सबै सरकारी हस्पिटलमा पनि सबै सेवा सुविधा चाहिँ नभएको खण्डमा चाहिँ केही प्रोसेस तपाईँले तिर्नुपर्ने हुनसक्छ त्यो मात्रै हो त्योभन्दा बाहेक चाहिँ खासै तपाईँले तिर्नु पर्दैन अनि तपाईँको टिआरसी बनेको छैन भने चाहिँ के हुन्छ भन्दाखेरि कम्पनीले तपाईँलाई जस्तै यहाँ चाहिँ युनियन इन्सुरेन्स यस्तैहरू छ होइन इन्सुरेन्स कम्पनीहरू यस्तो चाहिँ तपाईँलाई के गरिदिएको हुन्छ भन्दाखेरि कम्पनीले चाहिँ इन्सुरेन्समा पैसा पे गरेर बनाइदिएको हुन्छ तपाईँलाई त्यसले चाहिँ के गर्छ भन्दाखेरि तपाईँ बिरामी भएर तपाईँले स्यालेरी लिन पाउनु भएको छैन अथवा केही एक्सिडेन्ट पर्नुभयो ठुल्ठुलो एक्सिडेन्ट परेर काम गर्न सक्नु भएन भने चाहिँ त्यो बेलामा चाहिँ तपाईँलाई यहाँको सरकारले दिने बेसिक स्यालेरी बराबरको चाहिँ पैसा चाहिँ तपाईँलाई त्यो इन्सुरेन्सले पे गर्छ त्यो बराबरको चाहिँ है अनि अर्को कुरा अब तपाईँको काम चाहिँ के हुन्छ भन्दा तपाईँको काम गाह्रो छ जस्तै हातले गर्ने काम छ अनि तपाईँको चाहिँ हातमा फ्र्याक्चर भएको छ अथवा हात भाँचेको छ भने चाहिँ त्यस्तोमा चाहिँ आफैले बुझेर नआएकै राम्रो है किन भन्दाखेरि यहाँ काम के पर्छ कस्तो पर्छ भन्ने थाहा हुँदैन तपाईँले यदि काम गर्न सक्नुभयो भने त ठिकै छ यहाँ नत्र हाम्रो पनि खुट्टामा प्रब्लम भएको दाइहरू हुनुहुन्छ कि 2 जना जति उनीहरूको पनि खुट्टामा प्रब्लम छ तैपनि अब मिलाएरै काम चाहिँ भइरहेको छ कम्पनीले त्यस्तो केही भन्दा नि भन्दैन अब आफैलाई मैले काम गर्न सक्छु भन्ने स्थिति छ त्यो कन्डिसनको हेल्थ छ भने चाहिँ आउन सक्नुहुन्छ एक्सिडेन्ट भएको छ तपाईँको हातमा फ्र्याक्चर भएको छ हात भाँचेको छ भने त्यस्तो अवस्थामा चाहिँ आफैले बुझेर नआएकै राम्रो है खुट्टा भाँचेको छ खुट्टाले मजाले मचक टेक्न सक्छ तपाईँको फलाम सलाम केही हालेको छैन भने मतलब होइन है नर्मली यहाँ चेक हुने चाहिँ मेडिकलमा के चेक हुन्छ त भन्दाखेरि तपाईँको ब्लड चेक हुन्छ ब्लडबाट के निस्किन्छ त अब जस्तै एचआइभी एड्सहरू भयो अनि क्षयरोगहरू भयो अनि त्यसपछि रगतमा देखिने के हुन्छ त सङ्क्रमणहरू भयो त्योहरू सबै देख्यो पिसाब चेक हुन्छ पिसाबबाट अब के देखिन्छ त सुगर देख्यो के देख्यो त्यो सबै चेक हुन्छ अनि त्यसपछि छातीको एक्सरे पनि हुन्छ है त नर्मली चाहिँ कम्पनीहरूको यति अनि त्यसपछि दिशा पनि चेक हुन्छ दिशाबाट देखिने रोगहरू पनि छ भने त्यो पनि चेक हुन्छ दिशा चेक गर्छ रगत चेक गर्छ अनि त्यसपछि पिसाब चेक गर्छ अनि छातीको एक्सरे गर्छ है त टिबीको लागि त्यो चाहिँ त्यति चेक गर्दाखेरि केही तपाईँलाई बिरामी देखियो भने डक्टरले त्यही अनुसारको औषधि चलाएर काम गर्न लाउँछ तपाईँ काम गर्न सक्नुहुन्छ भने सक्नुहुन्न भने चाहिँ तपाईँलाई चाहिँ यस्तो रोग लागेको छ अनि यो औषधि खानु यतिसम्म फेरि जचना आउनु भनेर त्यो अनुसारले कम्पनीले अथवा तपाईँलाई चाहिँ एजेन्सीले बताउँछ है त नर्मली चाहिँ खासमा चेक हुने भनेको चाहिँ त्यही हो तपाईँको पिसाब दिशा रगत चाहिँ 2 पम्प लिन्छ प्रायःले कुनैले चाहिँ एक पम्पले मात्रै लिन्छ त्यो पनि कम्पनी हेरेर फरक हुन्छ क्या मेडिकल पनि अब मेरो पो कम्पनीले त्यति सबै थोक चेक गराइदियो अब तपाईँको कम्पनीले त छातीको एक्सरे र पिसाबमा त चेक गर्न सक्ने हुनसक्छ कुनैले अब रगत र पिसाबमा त चेक गर्ने हुनसक्छ त्यो पनि कम्पनी अनुसार फरक हुन्छ है हेपाटाइटिस भएको छ अनि त्यसपछि टिबी लागेको छ छातीमा दाग भएको छ भन्दैमा चाहिँ तपाईँलाई चाहिँ यहाँ आएर काम नपाउने काम नलाग्ने टिआरसी नबन्ने भन्ने चाहिँ हुँदैन है नो प्रब्लम तपाईँहरू काम गर्न सक्षम हुनुहुन्छ भने केही पनि फरक पर्दैन जुन रोग लागे पनि यहाँ रोग लागेको भनेर यहाँ चाहिँ त्यसरी काम नदिने भन्ने चाहिँ हुँदैन है त्यो चाहिँ केस लाग्छ क्या फेरि कम्पनीलाई त्यही भएर त्यो चाहिँ ढुक्क बराबर हुन्छ है त ल आजलाई यति नै बाई बाई अर्को भिडियो भेटौँला